सम्पूर्णलाई सेवा नमस्ते। आज मिति 2083 साल वैशाख 1 गते यानि नयाँ वर्षको दिनमा चाहिँ हामी नयाँ वर्ष मनाउन खोला खेल्दै र माछा मार्ने उद्देश्यले हाम्रो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छौँ। सर्वप्रथम 2083 सालको नयाँ वर्षको पावन अवसरमा सम्पूर्ण दाजु तथा दिदीबहिनीहरूलाई नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय भने हामी गन्तव्यमा पुगिसकेका छौँ र खोलातर्फ लाग्दैछौँ। दाजु हुनुहुन्छ रमेश सर, दाई, त्यसै गरी हाम्रो विक्रम राई, दाजु आजकुमार, दाजु पर्ण शर्मा त्यहाँ आउँदै हुनुहुन्छ। सम्पूर्णले तपाईँहरूले शुभकामना व्यक्त गर्दै हुनुहुन्छ। फेरि पनि शुभकामनासहित यो भिडियो अन्त्यसम्म हेर्दै रहनुहोला। ल आज 2083 सालको पहिलो महिनामा चाहिँ हामीले पहिलो महिनाको पहिलो दिनमा चाहिँ हामीले यहाँनिर माछा मार्ने कार्यक्रम भइरहेछ। एकदम पानी घुमिरहेछौँ र यता हाम्रो अङ्कल हुनुहुन्छ, यता विक्रम सर हुनुहुन्छ, लगायत हाम्रो साथीभाइ हुनुहुन्छ। राजकुमार सर चाहिँ मासतिर गर्दै हुनुहुन्छ। हामी 2063 साल तपाईँको पहिलो महिनाको पहिलो दिनमा हामी नयाँ सालमा हामी आइरहेछौँ र हामी चुलाचुली र यता हाम्रो भान्जा झापाबाट आउनुभएको छ र हाम्रो राजकुमार भान्जाले दिँदैछन्। भान्जा लाउँदै हो छ्याप्पै सुक्यो नि। अब माछा चाहिँ कतिको छ नि हेर्नुपर्छ। दुई 2083 साल पहिलो महिनाको पहिलो दिनमा हामी यहाँनिर दुवाली ठाउँमा मार्दैछौँ माछा। गइरहेछ है, गइरहेछ भान्जा बाबु। रात भान्जा लडिन्छ है रात। माछा मार्न सुरु म चाहिँ अलिक भएर के गरेर गाई ठुलो माछा छ है गाई ल हेरौँ हेरौँ कत्रो माछा छ। कत्रो माछा हेरौँ त समातेसित आउँछ है गाई।
ठुलो माछा भन्दै खोइ कता हो ठुलो माछा खोइ ठुलो माछा हेर्नु गाइस कत्रो छ माछा यहाँ ठुलो माछा छ भन्छ गाइस यहाँ ल कति किलो छ विक्रम भाइ गाइस अब चाहिँ हाम्रो माछा मारा अन्तिम र लास्ट भइसक्यो लास्ट हो अब हामी जान्छौँ विक्रम भन्छ खतरा माछा विक्रम यता हेर त एकपल्ट हाम्रो विक्रम खतरा छ माछा खतरा छ भनेर चाहिँ हाम्रो विक्रम नि भान्जी झन् खतरा हुँदैछ ठुलो माछा ल पुच्छर देखायो है गाइस हेर्नु ल जिउँदैछ ल माछा हेर्नु गाइस माछा ठुलो यो चाहिँ होइन ठुलो पुच्छर कहाँ हालिँदैछ होइन माछा हेर्नु गाइस अब ल हाम्रो चाहिँ अन्तिम हो अब हामी जान्छौँ गाइस होइन न्यु इयरको रमाइलो यस्तै हो त्यहाँ पनि छ अझै बाँकी ल गाइस त्यहाँ पनि लास्टहरू छ त्यहाँ रहेछ गाइस अझै होइन यहाँ चाहिँ कस्तो नै पाहाडमा चाहिँ माछा मार्ने तरिका अर्कै रहेछ क्या हाम्रो उता झापा जस्तो होइन क्या तराई जस्तो होइन क्या तराईमा चाहिँ कोलो अट्टा गरेर गर्छौँ होइन त्यो स्टाइल होइन रहेछ यहाँ चाहिँ हल्का पानी काटेर पनि यसो छिप्रै गर्नुपर्छ छ गाइस होइन माछाहरू चाहिँ यस माछा मार्नेहरू चाहिँ खतरा हुनुहुन्छ जे भयो भने होइन भागो होइन यहाँ माछा ठुलो छ हो यहाँ एकछिनै कस्तो गर भाग्दैन कस्तो खतरा कुद्छ क्या यहाँको माछा फेरि ठुलो माछा छ भाइ चाहिँ बुझ्नु हौ पक्ड देखाउँदा क्या छिटो क्या छिटो भएको छ क्या माछा उता गइसक्यो उता उयो तिनवटा ढुङ्गा भएको उयो हो त ल ढुङ्गाले हाल्ने जे गरेन हो यहाँ छ है माछा चाहिँ ल कसले समाउँछ हेर है यो माथि गएको छैन यहीँ छ यहीँ यतिमै छ माछा हो यहीँ छ है यो ढुङ्गा मेरो त यो ढुङ्गा कहाँ गयो त यहाँ कति छ समात्यौ ल हाम्रो भाइहरू खतरा छ माछा हाम्रो भाइहरू चाहिँ खतरा क्या माछा कस्तो माछा उम्किन्छ क्या र अब चाहिँ हामीले माछा मारिसकेर फेरि पनि हाम्रो पछिको खाजा पानी खाइरहेको छौँ हाम्रो दाइले माछाको ढुङ्गामा सेक्वा पनि लाउनु भएको थियो सम्पूर्ण काम सकाएर चाहिँ अब हामी यहाँबाट बिदा लिनेछौँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु धन्यवाद